अहिलेसम्म करिब 1 मिलियन मान्छेले हेर्नुभएछ मेरो लास्ट भिडियो सागमा तेल हालेर पकाउनुपर्छ भन्ने कुरा। विशेष गरी फेसबुक र टिकटकमा सोधिएका केही क्वेसनहरू म कम्बाइन गरेर सिमिलर खालको क्वेसनको एन्सर दिन ट्राई गर्दैछु। पहिलो प्रश्न चाहिँ मेरो क्वालिफिकेसनको बारेमा छ। म फुड साइन्सको विद्यार्थी हो। विगत 22-25 वर्षदेखि म फुड साइन्स प्र्याक्टिस गरिरहेको छु। धेरैजनाले तेल हाल्दाखेरि कोलेस्ट्रोल बढ्छ भन्नुभएको छ। सबै तेल भन्ने बित्तिकै हामी खराब हो भन्ने हाम्रो दिमागमा छ। किन भन्दाखेरि कोलेस्ट्रोल बढाउँछ भन्ने कुरा हामीलाई सिकाइएको छ। तर तेलमध्ये पनि एसेन्सियल फ्याटी एसिड जसलाई हामी पोली अनस्याचुरेटेड फ्याटी एसिड भन्छौँ त्यो हामीले खानेकुराबाटै पाउनुपर्छ र तेल पनि हाम्रो खानेकुरामा चाहिँ हुनु जरुरी छ। तर कुन तेल खाने भन्ने चाहिँ अर्को प्रश्न हो। म अर्को भिडियो बनाउने छु कुन तेल कस्तो खालको तेल खाने भनेर चाहिँ। अर्को मित्रले चाहिँ घिउ हाल्न मिल्छ तेलको सट्टा भन्नुभएको छ। मजाले मिल्छ। तपाईँलाई घिउ खाँदा कुनै समस्या हुँदैन, कोलेस्ट्रोल सम्बन्धी कुनै समस्या छैन भने घिउ हाल्दा पनि हुन्छ, केही फरक पर्दैन। अनि धेरैजना साथीहरूले चाहिँ सागलाई चुडेर पकाउने अथवा काटेर पकाउने भन्ने बारेमा प्रश्न गर्नुभएको छ। मेरो जहाँसम्मको नलेज अनुसार, फुड साइन्सको नलेज अनुसार काटेर पकाउनु र चुडेर पकाउनुमा ठुलो अन्तर छैन। काट्दाखेरि चाहिँ बरु एक्सट्र्याक्सन राम्रो हुन्छ जस्तो लाग्छ मलाई। अर्को अघि नै भनिसकेँ कोलेस्ट्रोलको बारेमा धेरैजनाले चिन्ता व्यक्त गर्नुभएको छ। कुनै पनि वनस्पतिजन्य तेलमा कोलेस्ट्रोल हुँदैन। मैले अर्को भिडियो पनि बनाएको छु, त्यो भिडियो पनि हेर्नुहोला। अनि भिडियोमा मैले देखाएको प्लास्टिकको चपिङ बोर्डको बारेमा पनि कुरा गर्नुभएको छ। थ्याङ्क यू भेरी मच रिमाइन्ड गर्नुभएकोमा। अनि सागलाई काँचै खाँदा हुँदैन अथवा हल्का बोइल गरेर खाँदा हुँदैन अथवा विभिन्न देशमा चाहिँ काँचै खाने चलन छ अथवा तेल छर्केर खाने चलन छ भनेर प्रसङ्ग ल्याउनु भएको छ। हाम्रो खेती प्रणाली र बजार व्यवस्थापनलाई हेर्दाखेरि हाम्रो साग चाहिँ काँचै खानलाई एकदम खतरा लाग्छ मलाई चाहिँ। किनभने हाम्रो देशको कृषि प्रणाली र हाम्रो बजारसँग पुग्ने व्यवस्था हेर्दाखेरि यो साग चाहिँ चाँडै नै सङ्क्रमित हुन सक्ने देखिन्छ। म क्यानाडामा बस्छु। क्यानाडामा प्राय काँचै खाने गर्छन् पालुङ्गोको साग। यो प्र्याक्टिस धेरै देशमा पनि छ होला। तर हाम्रो अहिलेको अवस्थामा पकाएर खानु नै सुरक्षित र उत्तम लाग्छ मलाई फुड सेफ्टीको हिसाबले। अर्को साथीले यस्तो भ्रम कुरा गर्ने भिटामिन ए चाहिँ तेलमा घुल्दैन भन्नुभएको छ। भिटामिन ए, डी, ई र के चाहिँ तेलमा घुल्ने भिटामिन हो र बी र सी चाहिँ पानीमा घुल्ने भिटामिन हो। अर्को साथीले मलाई मेडिकल माफिया भन्नुभएको छ। म कुनै औषधि व्यवसाय पनि गर्दिनँ। म औषधिसँग कुनै मेरो सम्बन्ध पनि छैन। मैले जानेको कुरा तपाईँलाई सुनाउँदैछु। अर्को अघि नै भनिसकेँ कोलेस्ट्रोलको बारेमा धेरैजनाले चिन्ता व्यक्त गर्नुभएको छ। कुनै पनि वनस्पतिजन्य तेलमा कोलेस्ट्रोल हुँदैन। मैले अर्को भिडियो पनि बनाएको छु, त्यो भिडियो पनि हेर्नुहोला।